होइन कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने पोको कुटो चाहिँ पाइँदैन पैसाको खोलो बगाउँछन् भन्ने आरोप पनि लाग्छ कता कता पैसाको खोलो बगाउँछन् हैन यसपालि पैसाको खोलो बग्दैन जसले दिन्छ झ्यापै खाइदिने हो भोट चाहिँ ठ्याक्कै घन्टीमा ठोक्ने हो यसपालि सबैले त्यही हो तामा तुलसी छोरा कसम खाउँछ मेरो यहाँ त्यस्ता कसम उ त्यो फलाम किन जानु भएन नि विश्वकर्मा कसम भन्छ 150 रुपैयाँ नाफा खान्छ त्यसले त्यस्ता तुलसी तामा गइसकेछ अब सम्झिने पानी सम्झिने शाबास आमा नमस्ते के गा नमस्ते सूर्यले बना बिगा चलाइहाल्यो अब रह्यो घन्टी यो अब सम्पूर्ण चुनावी माहौलहरू हेर्दै हुनुहुन्छ होला कस्तो लागिरहेछ केही पनि हेरेन गजब बेइज्जती अनि हजुर पनि बा हुनुहुन्छ अनि केपी ओली बालाई त साथ दिनु होइन हामीलाई त्यो भत्ता दिएको भनेको सरकारको भत्ता हो कि केपी ओलीले दिएको त्यो होइन है आफ्नो गोजीबाट दिनु भएन होइन केपी ओलीले के को गोजीबाट दिन्छ भेटे उचाली खान्छ अनि यहाँ दमक्कै पनि तपाईको सब्जी लाइनमा त तपाई घन्टी झुन्डाएर बसेछन् सबै सब्जी मण्डीको पसलेहरू फोरेन जित्ने थियौ नि लो जित्दैनन् भोट हाल्दैन मैले भोट माग्न आउन भन्दा पनि मलाई माग्न आऊ विकास केही छैन रेल पनि आएन यता झुकझुके रेल पनि आएन पानी जहाज पनि आएन अनि अर्को कुरो के बाटो हेर रेल आउने बाटो राखेको त्यो बजिया रेल बनाउने इन्जिनियर नै मरेछ यो मुझे भट्टाचार्यलाई चाहिँ एक दुई नदिने के गरिदिने घन्टा बजाउनु पर्छ म पुरानो दिएर पशुपतिमा बोलाउँछ यो मोदी भट्टाचार्यहरू लाज छैन मोदीहरूलाई भोट माग्न आउनु काङ्ग्रेस गगन के अरे उठ्या अरे प्रधानमन्त्री हुनु म भेटा आओस् न मोदी डाकाहरू ढुङ्गाले हान्थ्यो है ढुङ्गाले होइन खुकुरीले सिस्नो लाउनु पनि चोरहरू लाज छैन कि म त्यसैको पछि लाएर त्यसलाई आतम टोलिन्छ मोदी एमाले सन्किएको काङ्ग्रेस नापिएको माओवादी खुल्किएको जेन्जी हो बुवा म जेन्जीको बाउ हुँ बुवा यसपालि भोट केमा भोट केमा एकान्तमा हाम्रो चाल केपी ओली चाहिँ के भएर नमन पर्यो भाइ अब के गर्ने केपी ओली रन्डीको बान तपाईँ के हो एमाले जेन्जी हो म यसपालि रुखमा होला रुखको त मोमो दिन्छु म तपाईँले भालेसँग भोट माग्दै हुनुहुन्छ क्या अस्ति ए यही क्वेसन गर्न आउनुभयो तपाईँ उहाँबाट धुलो खाँदै घर दैलो सुरु गर्नु भएको छ तपाईँले धादिङ क्षेत्र नम्बर 1 मा कसरी गर्दै हुनुहुन्छ अब कसरी गर्यो भने घर घरमा जाने नमस्ते गर्ने क्या बोला तूने रवि नामी छाने जिंदाबाद शाबाश बेटा बहुत बढ़िया यसपालिको भोट घन्टीमा पंगा जरूर है क्या बोला तूने अच्छा के छ चुनाव कतिको लागेको छ भनेर गाउँ गाउँ
ढोङ के अरे भोट केमा दिन्छ भने म त ढोङमा दिन्छु। तपाईँको जीवनमा कुनै दिन तपाईँको प्रेमिका थियो? प्रेमिका भएर त बिहा गरेको। जस्तो बालेन भयो होइन, अर्को त्यस्तै गरेर कुलमान, अनि त्यस्तै गरेर रवि लामिछाने अथवा गोपी हमाल, यो 5 जना मध्ये छान्नु पर्यो भने एकजना चाहिँ तपाईँ कसैलाई पनि जान्दैन। देशको अहिलेको अवस्था देख्दाखेरि अब म नै प्रधानमन्त्री हुनुपर्छ कि जस्तो लाग्दैन तपाईँलाई? मलाई लागेर हुँदैन नि। चुनाव आयो बुवा, चुनाव आयो अनि चुनावले के भन्छ त बुवा? चुनावले चोर पार्टी लहट भन्छ।